के तपाईहरूलाई थाहा छ नेपाल सरकारले 10 देखि 14 वर्षसम्मको किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न गइरहेको छ। सबै जानकारीको लागि भिडियो अन्तिमसम्म हेरिदिनुहोला र जनचेतनाको लागि सेयर गरिदिनुहोला। एचपिभी खोप अभियान कहिलेदेखि सञ्चालन हुँदैछ त? यो खोप अभियान यही माघ 25 गतेदेखि फागुन 15 गतेसम्म सञ्चालन हुन गइरहेको छ। कतिपय जिल्ला र गाउँपालिका अनुसार यो मिति फरक पनि हुन सक्छ। यो खोप कसलाई दिइँदैछ त? विद्यालय जाने 6 कक्षामा पढ्ने किशोरीहरूलाई दिइँदैछ र विद्यालय नजाने किशोरीहरूमा 10 वर्ष उमेरका किशोरीहरूलाई दिइँदैछ। साथसाथै गत वर्षको खोप अभियानमा छुटेका र हाल कक्षा 7 देखि 10 सम्म अध्ययनरत रहेका सम्पूर्ण किशोरीहरूलाई, विद्यालय बाहिर रहेका 11 देखि 14 वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइँदैछ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य चौकी, विद्यालय र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका ज्यूहरूसँग पनि जानकारी लिन सक्नुहुनेछ।